110 आम्मामामामा 110 रुपियाँ 95 पैसा यता छ है ए ल नर्मल कता नर्मल ए हाई स्पिड चाहिँ कति हो आम्मै के छ र है निचर नाचर पार्दा निस्किँदैन नर्मल ट्याङ्की निचर नाचर पार्दा निस्किँदैन है कत्रो दाम बढ्दै गयो आम्मा नर्मलको 111 भन्दा पनि भयो अब ठ्याट है ल दाम त कहाँ पुगिसक्यो हो पेट्रोलको यार हाई स्पिड नचलाएको नि त 200 सीसीको बाइकमा 400 सीसीको स्पिड कुदियो भने त रड्डी हुन्छ त के बोले भाइ अब के बोले अनि तेलको दाम त कहाँ पुगिसक्यो यार पहिला डुकुको दाम बढेर डुकु खान छोडेको अब तेलको दाम बढेर तेल हाल्नु छोड्ला जस्तो छ त भाइ नर्मल तेल छ नर्मल लु हालिदिउँ त भाइ 6-7 हजारको हालिदिउँ त 500 को हालिदिउँ अनि यो तेलको दाम बढेर त के हो अन्त अब बाइक नकुदाएर चाहिँ एउटा बाटा चप्पल किनेर हिँड्ला जस्तो छ त यार पटा बरु बाटा चप्पल खप्छ यो तेलको दाममा त बात त सही है कति दाम बढेको 110.95 भनेपछि 111 नै हो अब हो क्युआर उयो है भाइ काजला फ्युल्स है ल 500 को तेल हालिदिउँ अब के गर्नु अब जिन्दगी यस्तै छ तेलको दाम बढ्छ स्यालेरी बढ्दैन भाइ पस्यो त है ठ्याङ्गे इस आयो ल 500 काजला फ्युल्स के फोटो खिच्ने ल